सुकेर मम्मीको यत्रो यत्रो भयो नि। अब चाहिँ 75 वर्ष 70 75 बुढी मान्छेको ठिक्कको भयो न मम्मी। सुक्दैन अब दबाई अस्ति त यत्रो थियो खुट्टा त सुनेर यत्रो होइन मम्मी। अब त काङबा खुट्टा ठिक्क भयो। अब तेल लाएर यसो गर्नुपर्छ, चिसो हट्छ, दुखाइ जान्छ होइन मम्मी। सेम्पल निकालेको मासु यहाँबाट भित्र भुँडीबाट तल्लो पेटबाट यति यति निकालेको छ नि, त्यो चाहिँ नानीतिर यस्तो हुन्छ अरे नि त। अनि केटाकेटी हामी मान्छे जन्मिने बित्तिकै नानी हुन्छ अरे एकचोटि होइन मम्मी। अनि बुढेसकाल लागेपछि नानी भइन्छ अरे। अब हजुर चाहिँ नानीतिर जाँदै हुनुहुन्छ क्या। हामी त 70 75 वर्षसम्म हुन्छ हुँदैन थाहा छैन। हजुर त भाग्यमानी। यो कान ठुलो छ नि मम्मी, कान ठुलो भएको मान्छे भाग्यमानी अरे। यहाँ हेर्नु है मम्मी दिनुहुन्छ त मम्मी अहिले कस्तो छ? माथि सिकुवामा पनि त्यसरी नै रातभरि नै बसेको। कत्रो थियो नि पेटहरू कत्रो भएको छ होइन। हामीले त नुनले पनि सेक्यौँ, आमा भन्छ तेलले पनि भन्छ। राति त फेरि दिशा निस्किने बन्दै दिशा पनि छैन दुखेको। बिजो भएन म अब सट्टै भयो होइन मम्मी। बाटो लागेर मात्रै आनन्द भयो। पेट कत्रो भएको छ त हात खुट्टा नि ठुलो नै हो ठुलो। अब त आनन्द। यहाँ त झन् कस्तो थियो यहाँ त होइन। यो त बैसीको छाला आनन्द आनन्द ठिक्क यहाँ कालेको तातो छ। आनन्द भयो मम्मी आनन्द आनन्द भयो। यहाँनिर चाहिँ गर्नुपर्छ यहाँ। अब यसले पोल्छ होला। अन्त दुःख बाहिरबाट क्या कस्तो भयो? सबै हुँदैछ। सन्चै त दुःख दुःख जिउ दुखेन आज त। अनि आनन्द हाँस्नु नि त त्यसको फलाक्छ एकचोटि। यता हाँस्नु नि, म हाँस्दिनँ हौ। एकचोटि हाँस्नु नि। कसरी हाँस्छ म त सक्दिनँ है। सकिन चाहिँ हाँस्नु नि, सक्दिनँ। हाँस्नु नि एकचोटि। बेसरी आनन्द होइन को जस्तो पो देख्छु म त। म जस्तो देख्छु नि। तालमाथिको बुढी जस्तो पो देख्छु। अनि तलमाथिको अझै जतिकै वर्ष पुग्नु आउनुभयो अझै जति हार्ट ब्याग भन्छ। हाब्बे तेल लाएर सेकेपछि चिसो लागेन। हिजो नुहाएर पनि चिसो लागेन होइन अस्ति। तेल लाएर छ्याप छ्याप सेक्नुपर्छ अनि चिसो लाग्दैन होइन। यत्रोमा पो निकाल्ने रहेछ पानी त। कति पानी निस्क्यो मम्मी? 1 लिटर 1.5 लिटर होला हो। 2.5 लिटर 2.5 लिटर 2 लिटर आधी। अगाडि 1.5 लिटर होइन अस्ति। अनि पछिल्लो मसँग अस्ति पछिल्लो चाहिँ निकाल्यो नि 1 लिटर जम्मा 2.5 लिटर। हजुरको फोक्सोमा धेरै